नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। मन्त्री जस्तो गाह्रो चाहिँ के हुने रहन्छ हेर्नु। ओली लेखक र आइजिपीलाई छैन के त्यो प्रतिनिधिको कुरा मलाई थाहा हुने। प्रतिवेदन बधाई छ। बधाई पनि चाहिन्न, शुभकामना पनि चाहिन्न। किन मान्नेछु? मलाई केही पनि चाहिँदैन। आजदेखि जागिर सुरु भयो ल। देशको सांसद बनिसक्नु भयो, देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो। पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। पुस्तकको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले। बात त सही है। ए हजुर, अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन, त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने। तामझाम केही देखिँदैन, मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ। हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर। आउनुहोस्, प्रश्न छ भने सोध्नुहोस्। भोट दिन मन लाग्यो भोट दिनुहोस्, उताबाट पनि आउनुहोस् ल। नदिए नि हुन्छ। अब भगवानले नि के गरिदिन्छ, सुख त कहिले नदिने भयो भगवानले। कहिले बरु छिटो छिटो लय त हुन्थ्यो नि, आनन्दै हुन्थ्यो। कहिले लैजा। दाजुभाइ दिदीबहिनीहरू, पानी आएको छ, किताब आएको छ, अबिर पुन आएको छ, किताब लिएर आएको छ, किताब बेचेको छ, पैसा कमाएको छ। यो सबै कुरो हालेर अन्धन खुर्सानी कमाएको छ, कारखाना चलाएको छ। हजुर वीरगञ्जको आफ्नो किताब कति पटक पढ्नु भयो? पढे होइन, पढ्नु भएन? लेख्यो पढ्यो, अब के पढ्यो। मिठाई